आज मेरो छुट्टी थियो तर कुनै प्लान थिएन। बाइक लिएर त निस्किएको थिएँ तर दिनको अन्त्यमा यति रमाइलो हुन्छ भनेर मैले सोचेको पनि थिएन। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त साथीहरू। हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। आज मेरो छुट्टी छ तर कुनै प्लान छैन। घरमै बस्नुभन्दा बाइक लिएर निस्किनु राम्रो लाग्यो। आज कहाँ पुगिन्छ के हुन्छ सँगै हेरौँ है त साथीहरू। साथीहरू दुबईमा बस्दा छुट्टीको दिन धेरै पटक के गर्ने भन्ने कुरा नै थाहा हुँदैन। आज पनि त्यस्तै भएको थियो है, तर घरबाट बाहिर निस्केपछि नयाँ कुराहरू एक्सपिरियन्स गर्न पाइन्छ। यो मेरो रुमदेखि एकदमै नजिकै थियो होइन, तर पनि मलाई आजसम्म थाहा थिएन। सो त्यसैले गर्दाखेरि घरभित्र बस्नुभन्दा छुट्टीको दिन के गर्ने भन्ने कुरामा अनुभव हुनुहुन्छ भने पनि जहिले पनि निस्किनु होला घरबाट बाहिर चाहिँ एकचोटि है साथीहरू। साथीहरू मलाई चाहिँ बाइक चलाउन सिटी घुम्न एकदमै मनपर्छ। हजुरको कसलाई मनपर्छ कमेन्ट गर्नु होला। विशेष गरेर छुट्टीको दिनमा अहिले दुबईमा हल्का गर्मी बढेको छ, तर गर्मी बढे पनि अलिकति इभिनिङ टाइममा चाहिँ ठिकै छ होइन अझै पनि। अनि छुट्टीको दिनमा चाहिँ किन भन्नुहुन्छ भने चाहिँ एकदमै अब हप्ताभरि काम गरेको थकान होइन, अनि त्यस पछाडि ड्युटीको कामको कचकच हरेक कुरा हुन्छ नि त होइन। त्यो सबै कुराहरूलाई त्यो सबै कुराहरू दिमागबाट हट्छ, माइन्ड फ्रेस हुन्छ होइन। नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गर्न सकिन्छ है। वाह कस्तो खतरा हो यो बिल्डिङ त, दामी छ त। अहिले म बिचतिर आइपुगेको छु। यसरी साँझको बेलामा बाहिरतिर निस्किँदा एकदमै धेरै रिल्याक्स फिल हुन्छ साथीहरू। एकदम हावा पनि कस्तो सठिक छ। यति गर्मीको टाइममा पनि यहाँ चाहिँ एकदमै धेरै शीतल छ साथीहरू। राम्रो भ्यू पनि हजुरले देख्न सक्नुहुन्छ। अझै मन्दमुग्ध भइरहेको ठाउँ देखेर एकदम के भन्छ अब्सेस विथ दिस भ्यू। हजुरहरूलाई कस्तो लाग्यो? अझै भ्यू जति राति हुँदैछ अझै भ्यू राम्रो हुँदैछ साथीहरू, देख्न सक्नुहुन्छ। युट्युब सुरु गरेको नि करिब 2 महिना जति भयो। धेरै कुराहरू सिकेँ, धेरै कुराहरू सिक्दैछु, धेरै कुरा सिक्न बाँकी नै छ। भ्युज कहिले आउँछ कहिले आउँदैन। भ्युज नआए पनि निरन्तरता दिने चाहिँ प्रयास गरिराखेको छु, निरन्तरता दिइराखेको छु मैले। र मेरो लक्ष्य भनेको चाहिँ राम्रो भ्लग बनाउने हो र च्यानललाई ग्रो गर्ने हो। साथ तपाईँहरूले पनि मेरो लक्ष्यलाई मलाई साथ सपोर्ट गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गरेर लाइक सेयर गरेर माया गरिदिनु होला। आगामी दिनहरूमा अझै योभन्दा राम्रो ठाउँहरू हजुरहरूलाई देखाउने नै छु, घुमाउने नै छु, राम्रो भ्लगहरू ल्याउने नै छु है। सो मेरो लक्ष्य भनेको चाहिँ त्यही हो, राम्रो भ्लग बनाउन सकौँ र हजुरहरूलाई पनि मेरो भ्लग मार्फत हजुरहरूलाई पनि म गएको नयाँ ठाउँहरू एक्सप्लेन गराउन सकौँ है। सो जस्तो आज मैले यसरी राम्रो ठाउँबाट पत्ता लगाएँ, हजुरहरू कतिलाई थाहा छैन होला है। सो त्यही नै हो साथीहरू, युट्युबको जर्नीमा निरन्तर लागिरहेको छु। हजुरहरूको साथ सपोर्टको एकदमै आवश्यक छ। हजुरहरूको साथ सपोर्ट सधैँ बनाइराख्नु होला। हजुरहरूले साथ सपोर्ट सधैँ दिइराख्नु होला है त। अहिले चाहिँ गर्मी भएर केही ड्रिङ्क पिउनलाई भनेर आएँ म। शान्ति भयो। यस्तो भ्यू हेर्नु पाउँदाखेरि त दिनभरको थकान पनि हराए जस्तो लाग्छ यार। कहिलेकाहीँ कुनै प्लानै बिना निस्केको दिन पनि सबैभन्दा रमाइलो हुँदो रहेछ यार। सबैभन्दा रमाइलो र रमाइलो यादगार हुँदो रहेछ। यस्तो राम्रो भ्यू, एकदम माइन्ड फ्रेस भएको छ साथीहरू। आजको भ्लग चाहिँ यति नै। कुनै प्लान बिना सुरु भएको दिन एकदमै रमाइलो बित्यो। यदि हजुरलाई मेरो भ्लग मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। फेरि अर्को भ्लगमा भेट्ने नै छौँ। त्यति नैको लागि साथीहरू स्टे सेफ स्टे ह्याप्पी, बाई बाई।